हेलो एभ्रिवान, यो भिडियोहरू चाहिँ मेरो अस्ति नै के थिए है। मैले चाहिँ ज्वरो सर्दीले गरेर पोस्ट गर्नु पाएको थिइनँ। सो आज पोस्ट गर्दैछु हैन। यो भिडियो हेर्नु होला, तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गरेर भन्नु नभुल्नु होला। यो भिडियो हेर्नुस् न, यो भित्र पसेर उतापट्टि निस्किनु पर्दो रहेछ। पस्दाखेरि राइट साइडबाट निस्किँदा लेफ्ट साइडबाट त्यस्तो रहेछ। भित्र गुफा रहेछ। यो भिडियो देख्दाखेरि चाहिँ कसलाई के याद आयो कमेन्ट गरेर भन्नु नबिर्सिनु होला है। मलाई चाहिँ एकदमै जयन्ती महाकाल धामको याद आयो। किन भनेपछि वहाँ पनि यस्तै मतलब अब पस्ने दुलोहरू छ हैन। यत्रो लामो त छैन, यो चाहिँ अब 10-15 मिनेटको लामो बाटो थियो। यत्रो लामो छैन, अलिकति छ हैन। तपाईहरु यहाँ हेर्नु ल, म एउटा भिडियो देखाउँछु है। यो देख्दाखेरि चाहिँ मलाई के याद आयो भनेपछि जयन्ती महाकाल धाममा पनि आमाहरूले पहिला आमाहरूसँग जाँदाखेरि भन्नुहुन्थ्यो हैन, जो पापी छ, जसको मनमा पाप छ हैन, उसलाई यहाँबाट छिर्नु सक्दैन, यही चेप्टिन्छ है भनेर रेला गर्नुहुन्थ्यो, डर देखाउनुहुन्थ्यो है। मलाई चाहिँ त्यो दिनको याद आयो। सो यहाँ चाहिँ लाइन लाग्दै जानुपर्ने हैन, किनकि इत्रु दुलो थियो, इत्रु दुलोबाट छिर्नु पर्ने है। सो यति राम्रो जग्गा नभन्नु गाइज। मलाई चाहिँ गएर एकदम शान्ति फिल भयो। यस्तो फिल पनि भयो कि यसको छेउमा कुनै मन्दिर थियो भने कति मान्छे आउँथ्यो होला दर्शन गर्नु, त्यस्तो फिल भयो क्या। हेर्नुहोस् न हामी कसरी लाइन लागिरहेको छ, हेर्नुहोस् न। म छु, मेरो बुढा, यहाँ नानी पनि छ, विशाखा पनि छ हैन। मैले चाहिँ नानी बिस्तारै हिँडे भनेको त तपाईँ चाहिँ बिस्तारै आउनु न, म त सानो जिउको छु, खुत्रुक्का छिरिहाल्छु नि भन्छ हैन। हेर्नुहोस् न कस्तो दामी। तर यहाँ चाहिँ एउटा व्यवस्था के रहेछ भनेपछि लाइट लगाइदिनु भएको रहेछ सबै जग्गामा, किनकि अँध्यारो है। अँध्यारो भनेर लाइट लगाइदिनु भएको थियो। र सो बिचमा अब यो लामो बाटो छ नि त 10-15 मिनेटको। सो यहाँ दादाहरू पनि हुनुहुन्थ्यो, भाइहरू गाइड गर्नुलाई भन्नुहुँदै थियो। टाउको मुनि गरेर बिस्तारै जानु है, टाउको ठोकिन्छ, चिप्लेर लड्छ, त्यस्तो भन्नुहुँदै थियो। सो हामी यहाँ बिस्तारै गर्दै सबैजना जाँदैछु हैन। यहाँ लाइट पनि लगाइदिनु भएको थियो। सो त्यति डर लागेन। तर पनि हामी अरूकै सहारामा गयौँ भन्दा पनि हुन्छ। सबैजना मिलेर कहाँबाट आउनु भएको थियो। उहाँ भाइ बहिनीहरू पनि, त्यो आन्टी दिदीहरू पनि उहाँहरूसँगसँगै मिली हामी सबैजना मिलेर गयौँ हैन। मिलेरै पार हुँदैछौँ हामी। हेर्नुहोस् न सबैजना यहाँ कोही फोटो खिच्दैछन्, कोही पार हुँदैछन् हैन। यो चाहिँ मैले फर्स्टदेखिको लास्टसम्म भिडियो बनाएको थिएँ। एकदम लामो हुन्छ भनेर चाहिँ एकदम छिटो देखाउँदैछु तपाईहरुलाई। हामीलाई चाहिँ यति मजा लागेको थियो, यो भित्र यति मजा लागेको थियो नभन्नु। साह्रै मन पर्यो, राम्रो पनि लाग्यो हैन। मजा पनि आयो। मेरो बुढाको अनुहार हेर्नु न, उसलाई मन परेर कस्तो हँसिलो अनुहार भइरहेछ। उसलाई राम्रो लागेर यहीँ बसौँ त्यस्तो फिल भयो अरे है भन्नुहुँदै थियो हैन। त्यही भनेर हामी रेला गर्दै जाँदै थियौँ। हेर्नुहोस् न जग्गामा चाहिँ अब त्यो छिर्ने दुलोहरू छ त सानो, त्यही भनेर चाहिँ जाम भइहाल्छ हैन। तर मजा लाग्यो गाइज। तपाईहरु यो जग्गा चाहिँ घुम्नु जानु होला है। यो जग्गा कुन चाहिँ जग्गा हो भनेर जान्नु चाहनुहुन्छ भने मलाई कमेन्ट गर्नु होला। म तपाईहरुलाई रिप्लाई गरेर भन्नेछु। यसको फुल एड्रेस दिनेछु म तपाईहरुलाई। तपाईहरु जानु चाहनुहुन्छ भने हामीलाई चाहिँ साह्रै मन पर्यो। मलाई मन एकदमै राम्रो पनि लाग्यो यहाँ गएर घुम्नु हैन। भित्र अब तपाईहरुलाई यहाँ क्यामेरामा त सबै देखाउनु पाएको छैन, तर पनि जुन चाहिँ यो माटोले बनिएको वालहरू थियो, यति मूर्ति जस्तो दामी थियो क्या। हामी चाहिँ हेर्नु होला गाइज, भित्र पसेर पनि हामी बाहिर पनि निस्किसक्यौँ हैन। बाहिर पनि यति राम्रो थियो, यति राम्रो भन्नु न। हामी सबै जग्गा घुम्नु सकिनौँ, किन भनेपछि एक दिनमा हामी 10वटा जग्गा घुम्यौँ है। हामीले गाडी बुक गर्दैखेरि हामीलाई वहीँबाट यतिवटा जग्गा लाने तपाईहरुलाई घुमाउनु भनेर भनिसक्नु भएको थियो। हामी चाहिँ बेसी हिँड्नु नपरोस्, छेउछाउको जग्गा घुम्ने भनेर उहाँहरूलाई हामीले भनेर चाहिँ हामीलाई छेउछाउको जग्गा घुमाउनु लानुहुँदै थियो है। डस्टबिन पनि हेर्नु न कस्तो राम्रो थियो गाइज। यहाँ चाहिँ हामीलाई साह्रै मन पर्यो हैन। यहाँ ड्रेस लगाएर तपाईहरु भित्र गएर फोटो पनि खिच्नु पाउनुहुन्छ यहाँ। सो हामीले चाहिँ लगाएर फोटो खिचेनौँ, किन पछि हाम्रोमा टाइम थिएन। एक दिन घुमेको है, एक दिनमा सारा जग्गा घुमिसकेको हामी। चेरापुन्जी हो यो जग्गा चाहिँ, चेरापुन्जीमा छ। सबै जग्गा घुमिसक्यौँ हैन। सो यहाँ बाहिर चाहिँ गाना गाउनु हुँदै थियो एउटा भाइले, यति मजा। मैले पनि दिएँ उहाँ भाइलाई
जति सकिन्छ त्यति आफ्नो उसले दिएँ मैले पनि अलिकति उहाँ भाइलाई चाहिँ। यही हो हामी घुमेको जग्गा। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर भन्नु नबिर्सिनु होला।